नमस्कार साथीभाइहरू। आज हाम्रो कहाँको यात्रा? काठमाडौँको काठमाडौँ होइन होला, मकवानपुरतिरको यात्रा। यता हाम्रो दिलदाई हुनुहुन्छ, यहाँनिर ज्ञान दाई र यी दादा हुनुहुन्छ डिपमा, यहाँनिर हुनुहुन्छ। मम्मी यता आउनुहुन्छ ल बाई बाई। ल अब हामी सिधै आधी बाटो गएर भेट्नेछौँ। अहिलेको लागि हामी लागेको बाई। ल साथीभाइहरू, अब हामी चाहिँ चोबार आइसक्यौँ भन्दा नि अब चोबार कटिसक्यौँ होइन। अब चाहिँ यता तौदाको बाटोतिर लागिरहेछौँ हामी। साथीभाइहरू, अब चाहिँ हामी कहाँ आइपुग्यो? फर्पिङ बस पार्क दक्षिणकाली यहाँनिर आइपुग्यो। के हो सरकार? माथि हेर्न सक्नुहुन्छ फर्पिङ भन्ने छ यहाँ। हेर्न सक्नुहुन्छ यहाँ डोजरले यो के ल्याएको हो, यो सिमेन्ट आउनेवाला जस्तो छ होइन। यो आएको कारण हामी यहाँ अड्क्यौँ। अब हामी चाहिँ गाईहरूको गाउँतिर लाग्दैछौँ है। अब हेर्न सक्नुहुन्छ जङ्गलै जङ्गल छ, यति डाँडा पाखा मस्त। बाटोको कन्डिसन चाहिँ A1 छ है, मजा आइरहेछ, मसाज भइरहेछ, त्यही हो। ल ठिकै छ, अब गएपछि भेटौँला है।
लभली पऱ्यो गाई छैन ओइ अबि गाडी नै के हो त खै मलाई पनि त्यस्तै लागिरह हेर त जाऊ त र म चाहिँ यहाँ टेस्ट सब्जेक्ट बनेर जाँदैछु होइन बिचमा त त्यो गाडी नै हटाइ किन किन गाडी छ कि क्या हो आउनु त यता चाहिँ गाडी होला बरु हेर्न सक्नुहुन्छ दलदल जस्तो छ यहाँ ओ ओ चिप्ले चाहिँ आयो 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 ओ ल अब ड्युकको पालो छ हेरौँ हजुर थाहा होइन बिचबाट झन् गहिरो लागिरह वाउ वाउ ल फाइनल्ली दुइटै बाइक आइसकेको छ होइन बाटो अलिकति अप्ठ्यारै छ अप्ठ्यारो त अप्ठ्यारै छ यता पनि सिग्नल खोला रहेछ तल लब्धीवाला हेर्न सक्नुहुन्छ आहा ल दाइ पनि आइपुग्नु भइगयो दाइहरू हुनुहुन्छ है भ्यू हेर्न सक्नुहुन्छ कस्तो राम्रो माछा मार्न ल दाजुभाइहरू होइन अब हाम्रो दाइले बाटो खै कुन बाटो ल्याउनु भयो होइन आउन त आइयो आधो बाटो आइयो आधो बाटो छैन अब ल के हो यो ढुङ्गै ढुङ्गाको बाटो छ मतलब छेक्या छ न बाइक जानेछ न केही जानेछ ल ल बाटै छैन ल दाइले बाटो त ल्याउनु भयो कुन ल्याउनु भयो थाहा छैन आधी बाटोसम्म आइयो त्यसपछि छैन ल हेर्न सक्नुहुन्छ घुमाइसक्नु भएको छ बाटै छैन बाटो हामी फेरि अब त्यही बाटो फर्किँदैछौँ है अब हेरौँ बाटो चाहिँ खत्रै छ फेरि है डेन्जर छ बाटो सजिलो देख्छ पछाडि फाइनल्ली बाइक यस्तो छ अफरोड बाटोमा रङ बाटो आइपुगेको छ हामी चाहिँ त्यही भएर हामी फर्किँदैछौँ फेरि अब मासतिर अर्को बाटोबाट त्यो बाटो चाहिँ बनाउँदो रहेछन् पत्तली कमरिया मरे हाय 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 यसरी जान लागेको बाटो बिर्सेर यताबाट घुमाएर ल्याख त्यो दिलु भन्ने मान्छेले गयो मान्छे चाहिँ उयो है अनुहारहरू फेरि यताबाट फर्किँदैछौँ ड्राइभर माइलो मोटर चलाउँदै फाइनल दाइ चाहिँ उता लोकेसन सोध्दै हुनुहुन्छ तल त्यो तल हुनुहुन्छ देख्नुहुन्छ भने खै त्यहाँ नयाँ ठाउँ डिस्कभर हानियो तर ठाउँ नै के हो थाहा भएन अच्छा
यो फाइकल हुन्छ फाकेल इन्द्र सरोवर गाउँपालिका ल गाइस अहिलेको बाटो गलत भएर हामी फेरि अब राइट बाटोतिर लागिसक्यौँ होइन यो बाटो चाहिँ सही हो रे होइन अब त्यहाँ दाइले सोध्नु भएको थियो एकजना मान्छेलाई है दारू त्यहाँ अगाडि हुनुहुन्छ ल अब बिस्तारै गइन्छ सर होइन त्यही हो बब्लीवाला उकालो आएको थियो होइन हेरौँ कटाउनु हुन्छ कि नै ए कटाउनु भयो ल ल ल ए ए ए ए ए तानेन ए ताने 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 तान्यो तान्यो है तान्यो क्यारो जाउँ 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 कत्रो खाल्डो हो यहाँ हेर्न सक्नुहुन्छ भ्यू गाउँवाला भाइब्स एकदम लभली छ यहाँ फेरि अब मोड क्रसिङ आएको रहेछ होइन झर्नुपर्ने हो रिभर क्रसिङ होइन यहाँ मोड क्रसिङ गयो 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 अब हाम्रो पालो छ हाम्रो पालोमा के हुन्छ थाहा छैन लेट्स गो यस भाइले कटाउनु भयो ल हामी अहिले चाहिँ कतिको हाइटमा छौँ थाहा छैन होइन तर खतरा भ्यू आएको छ ल 8800 मिटर माथि छौँ हामी पताउनु हुन्न भने नपताउनु पताउनु भने छैन मैले लेट्स गो फाइनली मेन रोड आइपुग्यो फाइनली हामी सिस्नेरी जाने बाटोमा पुग्यौँ होइन अब लाग्दैछौँ सिस्नेरीतिर अब 10 मिनट त्यस्तै लाग्ला बाटो अफ रोड छ डेन्जर ल गएपछि भेटौँला सिस्नेरी फाइनली हामी सिस्नेरीमा आइपुगेका छौँ वेलकम टु माई गाइड ल दाजुभाइहरू होइन अब हामी यहाँ खाजा खानको लागि ब्रेक लिएको छौँ है समोसा आलु चना बिउ पकौडा बियर अब अप्ठ्यारोबाट सक्यो हामी चाहिँ अब फाइनल्ली सिस्नेरी स्विमिङ खेलेर आइपुगिसक्यौँ होइन यता फर्पिङ दाइको गाउँमा अनि हेर्न सक्नुहुन्छ होइन गाउँको भाइब्स यता पछाडि पनि छ है बारी हेर्नु डेन्जर
यहाँ हेर्न सक्नुहुन्छ यतापट्टि चाहिँ बाख्राहरू राख्नु हुँदो रहेछ होइन उता छ बाइकहरू यी यहाँ बाछो र गाई भैँसी छ दादाहरू यता ल यो चाहिँ दादाहरूको घर हेर्न सक्नुहुन्छ ल मकैबारी दरम उता देखो मकैबारी दरम बनाउने मान्छे यहाँ घर बनाउँदै बाटो माथि टक्नु भित्र चुन नगर्दा त्यहाँबाट भिजिट हाल्नु छ टक्क पारी डाँडाको देखो जुन यहाँबाट जानु मिल्छ भाइ यहाँ छ यी अब पोच त आइहाल्छ फेरि यस्तै हो ल भर्खर आइपुग्यो हामी दिदी यता भाइ यता हुनुहुन्छ वेलकम ब्याक टु माई च्यानल हामी चाहिँ यहाँ गाउँको भिडियो बनाइरहेको छु हामी चाहिँ यहाँ गाउँको भिडियो बनाइरहेको छु हामी चाहिँ यतै छु यहाँ चाहिँ मकैबारी अस्ति हामीले काकाहरू हामीहरू भएर यहाँ खनेको छु त्यो पनि देखाइदिन्छु तपाईँहरूलाई पक्नु यहाँनिर यहाँ उयो चाहिँ काफलको बुढा छ अनि हामी चाहिँ यहाँ छु यो चाहिँ यहाँ हाम्रो घर हो त्यहाँ टिप्पर आयो है टिप्पर त्यहाँबाट टिप्पर आयो उताबाट ऊ चाहिँ हाम्रो उता पारी घर बाजे सुत्ने घर अनि यस्तै छ ओ डोजर बाटो बनाइराख अब चाहिँ सिधै भ्लग आजको लागि यति